So finally अहिले चाहिँ हामी लगभग 5-6 घन्टाको यात्रापछि भालुबाङ पुगेका भालु केटाहरू सब दम्बटोली हाम्रो जानुपर्ने यहाँ माथि डाँडा हुँदै हामी यात्रा हाम्रो मनाङ स्थान गइसक्यो अब फाइनली अब हामी यहाँबाट हिँडेर माथि अब डाँडामा जान्छौँ सबकेटाहरू हामी रेडी भइसक्यो सबकेटाहरू च्याक्क पारेर यहाँ नसिब खरे आइफोन होला अब त हामी अगाडि हिँडिसक्यो कपाल रैला छ अब वेदर भनेको यसैमा वेदरलाई त केही पनि भन्न मिल्दैन सोल चाहिँ अब हाम्रो अब यहाँ भोजन कीर्तन हुन्छ यो होटलमा हुँदैछ अब खाना खानु पऱ्यो बिहान 7 केटाहरू बोका पनि थियो अब चाहिँ हाम्रो यहाँ खाना भइरहेछ यहाँ भोजन यहाँ सुदीपको स्टार्ट भइसक्यो यता छ हाम्रो एमबिबिएस डाक्टर नसिबुआ अब रेडियो खानाको स्वाद Finally, normal. यो भिडियोमा हामीले जानुपर्ने हुन्छ अब हुन्छ कहाँ कुनै अब मार्केट आज अबदेखि अब यो पुरा खोलाइ खोला नजिक आऊ सो अहिले चाहिँ हामी यो पहाडको यत्रो यो भूभागमा पुगिसक्यौँ अब ट्याक्कै जाममा परेर यो भिडियो तपाईँको पर्ने हुन्छ झरना यहाँ फुल एउटै ठाउँमा दुईवटा फाइनली बनाएर राखेर राति आइसक्यो नेपालका एकमात्र सुन्दर खतरनाक फुल यो हो ससुराली फुल देख्न सक्नुहुन्छ
चाइना ल्याउला